मुख्यमन्त्री कमल बहादुर शाहले वित्तीय हस्तान्तरणमा 15%ले वृद्धि भएको दावी गर्नुभएको छ। उहाँका अनुसार यसले प्रदेश र स्थानीय तहमा जाने आर्थिक स्रोतमा उल्लेख्य सुधार ल्याउनेछ। मुख्यमन्त्री शाहले सरकारले आर्थिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यो महत्त्वपूर्ण निर्णय लिएको बताउनुभयो। 15% को यो वृद्धिले विकास निर्माणका कार्यहरूलाई गति दिनुका साथै जनताको जीवनस्तर सुधार्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। प्रदेशको आर्थिक क्षमता अभिवृद्धि गर्ने दिशामा यो एक सकारात्मक कदम मानिएको छ। यस दाबीले सार्वजनिक वित्त व्यवस्थापन र बजेट विनियोजनबारे थप बहस सिर्जना गरेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले वित्तीय हस्तान्तरणमा कति प्रतिशत वृद्धि भएको दावी गर्नुभएको छ। आफ्नो विचार